फेसबुक मोनेटाइज कसरी गर्ने होला तपाईलाई पनि जान्न मन लागेको छ हैन हो मलाई पनि 1-2 वर्ष अगाडि कसरी मोनेटाइज गर्ने होला भनेर जान्नु मन लागेको थियो मैले 1-2 वर्ष अगाडि नै सिकिसकेपछि हामीले हालेको फोटो र भिडियोमा फेसबुकले कसरी पैसा दिँदो रहेछ थाहा पाए तपाईले पहिला यो भिडियो हेर्नुस् फेसबुकमा भिडियो र फोटो हालेर कसरी पैसा दिँदो रहेछ त्यसपछि चाहिँ अगाडि तपाईलाई म बताउँछु को लागि एउटा म तपाईलाई भिडियो देखाउँदै छु यस्तो तपाईलाई कसैले पनि देखाउँदैन जुन भिडियो हो तपाईको देख्न सक्नुहुन्छ कपाल बाँध्ने सही तरिका भनेर मैले एउटा भिडियो बनाएको थिए है अब त्यो कपाल बाँध्ने सही तरिकाको भिडियोमा मलाई कति भ्युज आयो त 3.1 मिलियन भ्युज आयो यो भनेको करिब 31 लाख भ्युज हो है यदि धेरै भ्युज तपाईले ल्याउनु पर्छ भन्ने छैन यो पछि तपाईको पनि आउन सक्छ अनि त्यसमा कति त डलर दिएको छ भन्दाखेरि चाहिँ $87 जति फेसबुकले दिएको छ $87 दिएको छ यो भनेको तपाईको जब मोनेटाइज हुन्छ मोनेटाइज भएपछि चाहिँ यसरी तपाईले गरे पनि हेर्न सक्नुहुन्छ यति भ्युज आउँदाखेरि यो भनेको $87.34 दिएको छ अब यो $87 एउटा भिडियोबाट आयो है त त्यसैगरी उदाहरणको लागि फेरि म तपाईलाई अर्को भिडियो देखाउँदै छु ल हेर्नुस् त यसमा चाहिँ छ कि सर्टमा कसरी सर्टबाट कसरी सिरानी बनाउने भनेर छ ल हेर्नुस् है त सर्टलाई काटेर सिरानी बनाउन सकिन्छ जसमा चाहिँ 7 मिलियन भ्युज आएको थियो अर्थात 70 लाख भ्युज आएको थियो 70 लाख भ्युज आउँदाखेरि चाहिँ $246 भएको थियो अब एउटै भिडियोबाट $246 चाहिँ बनेको छ अब $246 भनेको कति हो नेपालीमा कन्भर्ट गरौँ है त ल हेर्नुस् त म गुगलमा गए 246 हानौ है $246 हानौ ल हेर्नुस् त $246 भनेको चाहिँ नेपाली 34,914 अर्थात 35,000 हुँदो रहेछ यस अर्थ हो कि एउटै भिडियोले चाहिँ 35,000 रुपैयाँ चाहिँ त्यहाँनिर दिएको छ है त तपाईहरुले हेरिसक्नु भयो यसरी चाहिँ फेसबुक मोनेटाइज भएपछि फोटो र भिडियोमा फेसबुकले डलर दिँदो रहेछ अब मलाई त खासै धेरै इंग्लिश पनि आउँदैन मोबाइल चलाउन पनि आउँदैन अनि मैले चाहिँ कसरी गराउने होला मोनेटाइज मैले त सक्दैन होला भन्नुहुन्छ भने केही पनि आउनु पर्दैन तपाईले पढ्न जान्नुहुन्न इंग्लिश पनि आउँदैन केही आउँदैन भने पनि तपाईले फेसबुक मोनेटाइज गर्न सक्नुहुन्छ केवल तपाईलाई इच्छा हुनु पर्यो इच्छा शक्ति हुनु पर्यो तपाईले गर्न सक्नुहुन्छ तपाईले पक्कै पनि फेसबुक त चलाउनुहुन्छ फेसबुक चलाउनुहुन्छ भने चाहिँ तपाईले फेसबुकलाई मोनेटाइज गर्न पनि सक्नुहुन्छ आत्तिनु भएन पहिलो नम्बरमा तपाईले चलाएको फेसबुकलाई है तपाईले चलाएको फेसबुकलाई प्रोफेसनल ड्याशबोर्ड अन गर्नुपर्ने हुन्छ तपाईको आईडी लाई हो अब प्रोफेसनल ड्याशबोर्ड ओहो यो फेरि अर्को इंग्लिश शब्द बोलिहाल्यो नि इंग्लिश चाहिन्न भन्छ अनि प्रोफेसनल ड्याशबोर्ड इंग्लिशमै बोले भन्नुहुन्छ ओहो केही पनि होइन यो केही जातो होइन यो प्रोफेसनल ड्याशबोर्ड भनेको कसैलाई फ्रेन्ड रिक्वेस्ट पठाउनलाई एड फ्रेन्डमा थिच्नु पर्छ भन्ने अप्सन थाहा छ नि तपाईले हो त्यस्तै गरेर यो पनि तपाईको प्रोफेसनल ड्याशबोर्ड भन्ने त्यहाँ अप्सन हुन्छ त्यो अप्सनमा गएर थिच्दिने हो अब त्यो अप्सन कहाँ हुन्छ तपाईलाई म देखाउँछु भिडियोको साइडमा स्क्रिन रेकर्डिङ प्ले गर्दै छु तपाईको आईडी त खोल्न सक्नुहुन्छ हो आईडी को साइडमा यो तीनटा डट छन् ल हेर्नुस् त 1 2 3 तीनटा डटमा क्लिक गर्नुस् अनि तल गएपछि टर्न अन प्रोफेसनल ड्याशबोर्ड भनेर लेखेको हुन्छ मैले त्यहाँनिर मार्क पनि गर्दिन्छु ट्याक्क गनेर इंग्लिश पढ्नै परेन कति नम्बरमा पढ्दै छ गन्नुस् अनि त्यहाँ ट्याक्क लाएर थिच्दिनुस् त्यहाँ थिचिसकेपछि विभिन्न अप्सन आउँछन् स्किप भन्दै जानुस् जे पाए त्यही थिच्दिनु त्यसपछि कहाँ के थिचे मतलबै छैन थिच्दै जानुस् जे पाए त्यही हाल्दिँदा हुन्छ फरक केही पर्दैन त्यसपछि है अब त्यहाँ थिचिसकेपछि चाहिँ तपाईको आइडिया हल्का फरक जस्तो लाग्न सक्छ हल्का फरक तपाईको फ्रेन्ड्सहरु जति पनि तपाईको फ्रेन्ड्स थिए 500 1000 2000 फ्रेन्ड्स थिए त्यो सबै चाहिँ केमा देखाउँछ तपाईले अब फलोअर्स भनेर देखाउँछ अब तपाई चान्चुने मान्छे पर्नु भएन तपाई एउटा फेसबुकमा कन्टेन्ट क्रिएटर अथवा डिजिटल क्रिएटरमा पर्नुहुन्छ तपाईले अब अरूले एड फ्रेन्ड होइन तपाईले अब अरूले फलो गर्नुपर्छ जस्तै कलाकारहरुको पेज आईडीहरुमा फलो अप्सन आउँछ तपाईकोमा पनि फलो आउने गर्छ अरूले तपाई अब फलो गर्नुपर्ने हुन्छ यति भयो तपाईको जति पनि फ्रेन्ड्स थिए अटोमेटिकली फलोअर्समा कन्भर्ट हुन्छ यति भइसकेपछि अब यति मात्रै हो त गर्ने कि यति गर्दैमा मोनेटाइज आइहाल्छ होइन दुई चारवटा कुरा छन् त्यो कुराहरु पनि केही होइन त्यसमा पनि केही जान्नु पर्दैन त यतिकै तपाईले आउँछ के गर्नुपर्छ दुई चारवटा कुरा भन्नुहुन्छ भने चाहिँ फोटो हाल्ने हो त्यो त तपाईलाई थाहा छ फोटो हाल्न फेसबुकमा आउँछ नै होला अनि अर्को भिडियो हाल्ने हो भिडियो 5 सेकेन्ड हाल्नुस् 10 सेकेन्ड हाल्नुस् 20 सेकेन्डको हाल्नुस् 1 मिनेटको हाल्नुस् 20 मिनेटको हाल्नुस् जति हाल्ने हाल्नुस् मतलब छैन फोटो हाल्ने हो भिडियो हाल्ने हो कहिलेकाहीँ गुड मर्निङ भनेर पोस्ट लेखेर छोडिँदा पनि हुन्छ
के छ साथीहरू खबर आजको दिन भनेर लेखिदिँदा पनि हुन्छ, पोस्ट लेखे पनि हुन्छ। अनि स्टोरी हाल्न त आउँछ नि तपाईँहरूलाई होइन, स्टोरी हाल्न ट्याक्क तपाईँको प्रोफाइल फोटोको माथिपट्टि एड समथिङ भनेर दिन्छ, त्यहाँ स्टोरीमा कहिलेकाहीँ हालिदिँदा नि हुन्छ, नहालिदिँदा नि फरक पर्दैन। फोटो, भिडियो, टेक्स्ट, स्टोरी यो तपाईँले डेली हाल्नुहोस्। अब तपाईँलाई फेसबुकले डिजिटल क्रिएटर बनाइदिइहाल्यो, तपाईँ अरूभन्दा फरक त हुनुभयो नि, फरक भइसकेपछि थोरै काम पनि फरक फरक हाल्नुभयो। अरू कोही मान्छेले फेसबुकमा फोटो भिडियो हालेको तपाईँले देख्नुभयो भने उसले चाहिँ डेली हालिराखेको हुन्छ नि है, फोटो भिडियो जत्रोसुकै कामै नपाए चाहिँ बनाएको गर्छ भने जस्तो तपाईँलाई लाग्छ नि, हो त्यो चाहिँ तपाईँले गर्नु पर्यो, गर्नै पर्छ। नगरेर हुन्छ त, नगरेर तपाईँलाई मान्छेले धेरै फोटो भिडियो हालेको देखिसकेपछि यसले चाहिँ हाल्छ है, यसले चाहिँ बनाउँछ भन्ने हुन्छ नि, हो त्यो पनि तपाईँले गर्नु पर्यो। फोटो खिचेर पोज दिँदै हाल्दै गर्ने, कोही घुम्न जानुहुन्छ, पानीपुरी खानुहुन्छ, चाउमिन खानुहुन्छ, फोटो खिच्नुहोस् र हाल्नुहोस्, जाने कि होइन तर आउने चाहिँ छ है, त्यो भयो। अनि अर्को छ भिडियो र रिल्स। भिडियो रिल्स त्यही चिज हाल्नुहोस्, जसको फोटो खिच्नुहुन्छ, चाउमिन खाँदै गरेको, आज हामीले चाउमिन खाँदैछ भन्नुहोस्, हाल्नुहोस्। फुल्की खाँदै हुनुहुन्छ, फुल्की खाँदैछ भने हाल्नुहोस्। आज मैले भात पकाउँदैछु, यो चामलको भात पकाउँदैछु, आज मैले दाल पकाउँदैछु, ल है साथी तरकारी यसरी पकाउने हो भनेर हाल्नुहोस्। कसको के जान्छ, केही जान्न, तर आउनेवाला चाहिँ छ। यस्तो फोटो भिडियो हाल्नलाई कुनै टेन्सन भएन। अनि कहिलेकाहीँ टेक्स्ट पनि लेख्नुहोस्, कहिलेकाहीँ रिल्स हाल्नुहोस्, त्यो भयो। यो कति दिनमा कतिवटा फोटो भिडियो हाल्नुपर्छ त भनेर पनि तपाईँको मनमा प्रश्न उठ्न सक्छ। दिनमा धेरै गर्नु पर्दैन, कम्तीमा पनि 4-5वटा हाल्नुहोस्, 2-3टा फोटो हाल्नुहोस्, 2-3टा भिडियो हाल्नुहोस् है त। ल अब यहाँसम्म त मैले बुझेँ भन्ने तपाईँलाई पनि भयो होला, म पनि त्यही आशा गर्छु यहाँसम्म बुझ्नुभयो होला है। तपाईँको प्रोफाइल आइडी भयो, प्रोफेसनल ड्यासबोर्ड अन गर्ने हो, फोटो भिडियो हाल्ने हो, यहाँसम्म भयो ओके। अब कहिले दिन्छ त हामीलाई मोनेटाइजेसन, फेसबुकबाट पैसा आउन कहिलेबाट थाहा हुन्छ, कहिलेबाट सुरु हुन्छ भन्नेतिर म लाँदैछु तपाईँलाई है, स्टेप बाई स्टेप लाँदैछु, एकदमै थाहा नहुने मान्छेले पनि बुझ्ने गरेर। अब यति भइसकेपछि चाहिँ कहिलेसम्ममा दिन्छ होला भन्ने कुरामा 100% केसेको पनि हुँदैन, तर एकदमै बढी चान्सेस, एकदमै हाई चान्सेस भन्ने कुरा चाहिँ हुन्छ। अब हाई चान्सेस, बढी सम्भावना चाहिँ कति समयभित्र दिने छ भन्नुहुन्छ भने करिब 2 महिनाको भित्र है, 2 महिनाभित्र, 1 देखि 2 महिनाभित्र तपाईँ एकदम राम्रो एक्टिभ हुनुहुन्छ भने चाहिँ दिन्छ। बुझ्नुभयो? 2 महिना भनेपछि कोही मान्छेलाई डर लाग्ने 2 महिनासम्म कसले हालेको गर्न सक्छ भन्ने जस्तो लाग्ला। जाने कि होइन, आउने कि हो, पैसा हो, फेसबुक के हो, मोनेटाइज हुने हो। कसैको काम गर्न जानुभयो भने 30 दिन काम गरेपछि बल्ल त्यो पैसा आउँछ कि आउँदैन, 30 दिन काम गर्नुपर्छ। अनि यहाँ चाहिँ तपाईँलाई के फेसबुकले कोही त बसेको छैन, त्यहाँ अङ्कल आन्टी तपाईँको कोही त बसेको छैन आफन्ती तपाईँलाई सर्दिनलाई, अलिकति मेहनत त गर्नु पर्यो। मेहनत पनि के मेहनत गर्नु, आफ्नै फोटो खिचेर आफैले गरेर हाल्ने हो, अर्कालाई देखाउने हो, त्यसलाई मेहनत भन्नु मिल्दैन। अलिअलि मेहनत हो। कहिले 1 देखि 2 महिनासम्म आँखा चिम्म गरेर मोनेटाइज आए पनि नआए पनि हाल्छु भनेर लाग्नु चाहिँ पर्यो, 2 महिनासम्म करिब। अब यो 2 महिनाको बिचमा मोनेटाइज आयो कि क्या हो, कहाँ गएर हेर्ने त, कुन अप्सनमा गएर हेर्ने हो, त्यो कुरा पनि म तपाईँलाई बताउँछु। कहाँ गएर कुन ठाउँमा गएर हेर्ने भन्दाखेरि चाहिँ अब कोहीलाई चाहिँ अप्ठ्यारो लाग्न सक्छ, फेरि अर्को इङ्ग्लिस बोल्छ कि क्या हो, यसले फेरि अर्को कुन कुनामा गएर देखाउँछ कि क्या हो, त्यो कुनामा त म जानै सक्दैन भन्ने जस्तो लाग्न सक्छ। केही छैन, नआत्तिनुहोस् है। तपाईँले टर्न अन प्रोफेसनल मोड त गरिसक्नुभयो, त्यो मैले सिकाएँ। त्यो गरिसकेपछि त्यहाँनिर एउटा नयाँ अप्सन थपिन्छ। जो मान्छेले आफ्नो फेसबुकमा आइडीलाई प्रोफेसनल मोड अन गरेको हुन्छ, त्यो मान्छेसँग एउटा अप्सन फेसबुकले दिएको हुन्छ। जसले गरेको हुँदैन, अरू नर्मल साथीभाइ तपाईँको आफन्तीहरू जति पनि फेसबुक आइडी चलाउने छन्, जसले फोटो भिडियो चाहिँ हाल्दैन, प्रोफेसनल मोड अन गरेको छैन, उनीहरूकोमा त्यो हुँदैन। तर तपाईँले गर्नुभयो भने तपाईँकोमा चाहिँ त्यो एउटा अप्सन हुन्छ, त्यो अप्सनको नाम हो प्रोफेसनल ड्यासबोर्ड। मैले साइडमा स्क्रिनमा पनि राखिदिउँला। त्यो प्रोफेसनल ड्यासबोर्डमा क्लिक गर्नुभयो भने मैले तपाईँलाई के बताउँदैछु, त्यो मोनेटाइजेसन आएको नआएको हेर्ने तरिका। त्यो प्रोफेसनल ड्यासबोर्ड क्लिक गर्नुभयो भने त्यहाँ माथिपट्टि होम, इनसाइड,
सरी कन्टेन्ट अनि उतापट्टि यस्तो साइडमा चाहिँ स्लाइड गर्नुभयो भने मोनेटाइजेसन भनेर MONI है MONETISATION मोनेटाइजेसन भनेर त्यहाँ अप्सन दिन्छ हो। त्यो मोनेटाइजेसन अप्सनमा ट्याक्क थिच्ने हो है। सबभन्दा लास्टको मैले यहाँ प्ले गरेर देखाइदिने कोसिस गर्नेछु। त्यहाँ थिचिसकेपछि अब त्यहाँ लक्सारे विभिन्न अप्सनहरू देख्छौँ। एउटा स्टार्स लेखेको देख्न सक्नुहुन्छ, स्टारको जस्तो चित्र हुन्छ। अनि सब्सक्रिप्सन लेखेको देख्न सक्नुहुन्छ। अनि अर्को देख्न सक्नुहुन्छ कन्टेन्ट मोनेटाइजेसन अथवा तपाईँको चाहिँ प्ले बटन जस्तो त्यहाँनिर देखाएको हुन्छ ब्लू कलरमा हो। त्यो कन्टेन्ट मोनेटाइजेसन भन्ने अप्सनको साइडमा चाहिँ नीलो कलरमा सेटअप लेखेर आउँछ। मैले यहाँनिर त्यो पनि देखाइदिन्छु। अहिले चाहिँ तपाईँको आएको छैन होला। जब तपाईँले फोटो भिडियो 1 महिना 2 महिना हाल्दै जानुहुन्छ त्यसपछि त्यो कन्टेन्ट मोनेटाइजेसनको साइडमा त्यो सेटअप ब्लू कलरको नीलो कलरको लेखेर यस्तो चाहिँ आउँछ। यो आएको दिनबाट तपाईँले त्यसलाई सेटअप गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँको मोनेटाइजेसन भयो। तपाईँले हाल्ने हरेक फोटोमा फेसबुकले गन्दै दिँदै हरेक भिडियोमा गन्दै दिँदै गर्छ हो। त्यहाँसम्म चाहिँ तपाईँले थाहा पाउनुहुन्छ मेरो फेसबुक मोनेटाइज भयो। त्यो सेटअप आइसकेपछि सेटअपमा क्लिक गरेर आफ्नो नाम विभिन्न डिटेल्स ब्याङ्क एकाउन्ट डिटेल्स सबै हाल्नुपर्ने हुन्छ। त्यो भने छुट्टै जानकारी तपाईँलाई म कुनै छुट्टै भिडियोमा दिनेछु। अहिलेसम्मको ताकि तपाईँले के बुझ्नु पर्यो भन्ने आशा गर्दछु कि बुझ्नुभयो। जबसम्म तपाईँलाई त्यो सेटअप भन्ने आउँदैन तबसम्म तपाईँले फोटो भिडियो रेगुलरली दिनमा 5-6 हालिराख्नु पर्यो। र त्यो कन्टेन्ट मोनेटाइजेसन बाहेक अरू पनि कुनै सेटअप भनेर आउँछ भने गर्न जरुरी छैन। त्यो स्टार सब्सक्रिप्सन विभिन्न कुराहरू यदि आउँछ भने गर्न जरुरी छैन। हाम्रो मेन फोकस तपाईँलाई फेसबुकले पैसा दिने भनेको केवल कन्टेन्ट मोनेटाइजेसनमा चाहिँ हो है त। आशा गर्दछु कि सबै कुरा बुझ्नुभयो सरलसँग। र एउटा कुरा के भन्दा यो तपाईँले मात्र सिक्ने कुरा होइन। तपाईँको आफन्तीमा तपाईँको नातेदारहरूमा पनि तपाईँ जस्तै 2-4 जना मान्छे भयो भने चाहिँ उनीहरूले पनि सिक्छन्। अनि पछि भिडियो बनाउनलाई पनि सजिलो हुन्छ। किनकि तपाईँ एक्लै हुनुभयो भने उसले चाहिँ के गरेको होला यस्तो भन्छ। तर 2-4 जना हुनुभयो भने ल त नि आज सँगै जाऊँ न त भनेर भिडियो बनाउन सजिलो हुन्छ। सबै गर्न सजिलो हुन्छ। अब तपाईँले सबै सरलका बुझिसक्नुभयो। अब चाहिँ कस्ता चिजहरू हाल्न हुन्छ कस्ता चिजहरू हाल्न हुन्न भन्ने विभिन्न कुराहरू पनि हुन्छन्। त्यो कुराहरू चाहिँ मैले फ्युचरमा चाहिँ नयाँ भिडियोहरू लिएर आउँदा चाहिँ बताउने छु। बाँकी तपाईँलाई कुनै पनि डाउट छ कुनै पनि प्रश्न सोध्नु पर्ने छ फेसबुक मोनेटाइजेसनसँग सम्बन्धित भने कमेन्टमा गएर लेखिहाल्नुहोस्। ढिला नगर्नुहोस् है त।